10 हर्स पावरको स्टेनलेस स्टिलको इम्प्याक्ट पल्भराइजर। इम्प्याक्ट भनेको यसमा ढिकीले जस्तै ठटाउने मेकानिजम हुन्छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ टोटल्ली स्टेनलेस स्टिलको रहेको छ। यहाँदेखि हामीहरूले ओइरोलाई व्यवस्थापन गर्न सकिन्छ, कति मात्रामा दिने के गर्ने भनेर। यो भयो। यतादेखि मेसिन चलाएको समयमा हामीहरूले त्यसलाई तल माथि गर्नुपर्ने हुन्छ, जुन चाहिँ विन्डो टाइपको छ। यो टोटल्ली स्टेनलेस स्टिलको इम्प्याक्ट पल्भराइजर हामीलाई धेरै विश्वास गरेर माया गरेर बुटोलको कस्टमरले अर्डर गर्नुभएको हो। यसमा हामीहरूले 10 हर्स पावरको क्रम्पटनको मोटर लगाएका छौं 1440 आरपीएम को। हामीसँग यति मात्र होइन, 3 एचपी का इम्प्याक्ट पल्भराइजर कैयौं मात्रामा छन्। त्यसैगरी फलामबाट बनेको 10 एचपी को इम्प्याक्ट पल्भराइजर पनि हामीसँग स्टकमा रहेको छ। त्यसैगरी हामीसँग 5 हर्स पावरको 3 फेज को इम्प्याक्ट पल्भराइजर पनि स्टकमा रहेको छ। त्यसैगरी यी सम्पूर्ण पल्भराइजरहरू लगायत विभिन्न खाले मेसिनहरू हामीहरूसँग पर्याप्त मात्रामा स्टकमा रहेका छन्। यदि तपाईं ट्रेडर हुनुहुन्छ, ट्रेडिङ गर्न खोज्नु भएको छ भने पनि हामीहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। ट्रेडरहरूको लागि विशेष छुटको व्यवस्थापन हामीहरूले गरेका छौं। त्यसैगरी यदि तपाईं चाहिँ इन्ड युजर हुनुहुन्छ, एक्चुअल कस्टमर हुनुहुन्छ, जसले चाहिँ मेसिन प्रयोगमा ल्याउन खोज्नु भएको छ, उत्पादनमूलक व्यवसाय गर्न खोजिराख्नु भएको छ भने हामीहरूलाई अहिले नै तल दिएको WhatsApp नम्बर 97 63 65 15 30 मा सम्पर्क गर्न सक्नुहुनेछ। हामीसँग भेराइटिजमा मेसिन्सहरूको स्टक रहेको छ। हामी राइस मिलहरू, पल्भराइजर मसिन्सहरू, सामान्य सानोदेखि ठुला पिस्ने मेसिन्सहरू, न्यापकिन टिस्यु पेपरका मसिन्सहरू, चिउरा मिलहरूका, अनि खानेपानी फ्याक्ट्रीहरू भए, क्रसर प्लान्टहरूदेखि लिएर इन्डियामा बन्ने र पाइने हरेक मसिन्सहरू हामीहरूले निरन्तर 7 वर्षदेखि सप्लाई गर्दै आइरहेका छौं। यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ चप्पल बनाउने मेसिन, यो भुजा उत्पादन गर्ने मेसिन भए, उखु जुसका मसिन्सहरू भए, क्रिम काट्ने मेसिन्सहरू यहाँ पर्याप्त मात्रामा रहेका छन्। बाँसको चुया काट्ने मेसिन भए, राइस मिलहरू, अयल मिलहरू, अनि त्यसैगरी चाहिँ शोरमा मेसिन, फुल्ली स्टेनलेस स्टिल 304 फुड ग्रेडको, अनि नमकिन बनाउने मेसिनहरू, पोटेटो चिप्स, पोटेटो पिलरका मसिन्सहरू लगायत चप्पलका र मेटेरियल्स, टेबलहरू, ब्यान्ड सिलरहरू, ब्यान्ड सिलरमा चाहिँ हावा भर्ने ब्यान्ड सिलर, हावा नभर्ने ब्यान्ड सिलर, होचो ब्यान्ड सिलर, अग्लो ब्यान्ड सिलर भेराइटिजमा रहेका छन्। त्यसैगरी लिक्विड मिक्सर मेसिन्स विथ VFD कन्ट्रोल हामीसँग रहेको छ। त्यसैगरी चाहिँ कमर्सियल टाइपको फुड ड्रायर मेसिन पनि हामीसँग स्टकमा रहेको छ। त्यसैगरी यतातिर हाम्रो फुड ड्रायरका साना मसिन्सहरू, बेकरी ओभन, अनि त्यसैगरी प्लेनेटरी मिक्सर, अनि त्यसपछि सासाना मोल्डहरू, नल्कीहरू हामीसँग पर्याप्त मात्रामा स्टकमा रहेका छन्। डाई नै डाईहरू तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ दुना प्लेट मसिन्सहरू, म्यानुअलदेखि चाहिँ डबल हेड अटोमेटिक मसिन्सहरू रहेका छन्। बोतल सिल गर्ने, डेट हान्ने, अचार प्याक गर्ने, हिट गनहरू, बिर्को लगाउने मेसिनहरू, कफी भेन्डिङ मेसिनहरू, अनि त्यसपछि मिल्क एनालाइजर मेसिन्स 4 in 1, अनि त्यसैगरी हाम्रो यो स्पेयर पार्ट्सको गोदाम रहेको छ। यहाँनिर तपाईले मेसिनका जालीहरूदेखि लिएर सासाना आइटम्सहरू जसले चाहिँ हाम्रो मेसिन चाहिँ रोकिन्छ, त्यसलाई चाहिँ हामी रोकिन नदिनको लागि हेर्दाखेरि यहाँ सामान्य 4 जस्तो देख्न सक्नुहुन्छ, तर यी चाहिँ पार्ट्सहरूले मेसिनको जिन्दगी बचाउने काम गर्छन्, मेसिनलाई चलाउनलाई मद्दत गर्ने गर्दछन्। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर। त ढिला नगर्नुहोस्। यदि केही पनि उत्पादनमूलक व्यवसायमा जोडिन खोज्नु भएको छ भने अहिले नै हामीहरूलाई सम्पर्क गर्नुहोला।